हाम्रो माननीय हर्क साम्पाङज्यूले चाहिँ के भन्नुभयो भने म त्यही कारणले आइपुगेको। मैले रेडी गरेर सब थोक तयार गरेर राखेको साबुन फ्याक्ट्री चाहिँ कार्यवाहक मेयरले चाहिँ चलाउन सकेन। व्हाट टु डु भन्नुभयो के। त्यही भएर मलाई आज चासो लागेर आज म यो साबुन फ्याक्ट्रीको अगाडि छु। हर्क साम्पाङजीले के गर्नुभयो भन्दाखेरि हलो अड्काएर गोरु ड्याम चुटेकै हुनुहुन्छ के। किन भन्दाखेरि मान्छेले देख्ने बेलामा त किन यो हलो जोत्नेले गोरुलाई कुटेको गर्छ मात्रै भन्छ नि त, हलो अड्केको त थाहा पाउँदैन। अहिले त्यही खालको भ्रम सिर्जना भएको छ। यो भ्रम चिरिनुपर्छ भन्ने नियतका साथ म आएको छु। र अब यो साबुन फ्याक्ट्रीमा यसो बुझ्दाखेरि यो श्रमदानले मात्रै बनेको, श्रमदाताहरूले मात्रै बनाएको, मैले बनाएको भनेर चाहिँ हर्क साम्पाङज्यूले त भन्नुहुन्छ। तर त्यस्तो सत्य होइन रहेछ भन्ने कुरा चाहिँ मैले बुझेँ। बुझ्दाखेरि नगरको बजेट चाहिँ 45 लाख चाहिँ लगानी भएको भन्ने बुझ्यो। र त्यसमा अझै प्रदेशको बजेट पनि छ भन्ने बुझेको छु। त्यसको डिटेल चाहिँ पाइसकेको छैन। र अब यो उहाँले चाहिँ के गर्नुभयो भने सबै थोक तयारी गरेर राखिदिनु भयो। र उहाँको पालामा यो जुन फ्याक्ट्री नगरको नाममा छैन रहेछ। अहिले नगरले किन चलाएन भनेर कराउनुहुन्छ नि। नगरकै नाममा स्वामित्व नै नगरको नभएपछि कसरी नगरले चलाउँछ? क्वेसन यहाँ ठुलो छ। त्यही कारणले हलो अड्काएर गोरु चुटेको भन्छु म। कानुनी रूपमा चाहिँ हलो अड्काएर उहाँहरूको एउटा टिमको नाममा सुरक्षित गरेको छ। अब मिडियामा चाहिँ भन्नुहुन्छ मैले तयार गरेर सबै रेडी गरिदिएको साबुन फ्याक्ट्री कावाले चलाउन सकेन भनेर भनिदिनुहुन्छ। त्यो कुरा चाहिँ पर्दाफास होस्, आम जनताले पर्दाफास होस् भनेर म आज यहाँ आएको छु। धरानको चर्चित माया धराने साबुन फ्याक्ट्रीको गेट अगाडि उभिरहेको छु। र यहाँहरूले चर्चा एकचोटि त सुन्नुभएको थियो, यस्तो डल्ला निस्किन्छ भनेर पनि देखाएको थियो। तर आज त साबुन फ्याक्ट्री त पुरा ताला लागेको अवस्था रहेछ। अनि मेन गेट पनि फेरि आधी खुल्ला छ। यो साबुन फ्याक्ट्रीको अवस्था यो रहेछ। फेरि देखिसक्नुभयो सबै चाहिँ त्यहाँ अब झारपात पलाएर हैरान छ। र यो साबुन फ्याक्ट्री जसरी चल्नु पर्थ्यो नचलेको अवस्था देखिन्छ। र त्यो साबुन फ्याक्ट्रीमा नगरको बजेट पनि देखियो, प्रदेशको बजेट पनि छ भन्ने सुनिन्छ। अब त्यो कसरी सुनियो, पुष्टि भयो भन्दाखेरि महालेखाले चाहिँ साबुन फ्याक्ट्रीकोमा चाहिँ 45 लाख चाहिँ बेरुजु देखाइदियो। कानुन सम्मत नभई यो लगानी गरेको भन्ने देखियो। त्यस कारणले गर्दाखेरि 45 लाख त नगरको बजेट रहेछ भन्ने कुरा पुष्टि भयो। अहिले त्यो हेर्दाखेरि त्यसरी पुष्टि हुन्छ। त्यस कारणले गर्दा अब यो साबुन फ्याक्ट्री 45 लाख नगरको र प्रदेशको पनि केही बजेट भइसकेपछि यो नगरकै हो, हुनुपर्छ। अहिले कानुनी रूपमा वैधानिक रूपमा छैन भने पनि यो नगर हाम्रो नगरपालिका